What's up guys? Welcome to my new YouTube video. आज चाहिँ म तपाईहरुलाई के देखाउन म मान्छे चाहिँ देखाउँछु। आज म तपाईहरुलाई यसरी भएको बाटोघाटो के कस्तो छ, ठाउँहरु कस्तो छ, गाडीहरु कसरी गुड्छ, घरहरु कस्ता छन्, कम्प्लेक्सहरु कस्ता कस्ता हुन्छन् हैन, मान्छेहरु के खान्छन् भनेर देखाउँछु। अब बाटोमा जे भेट्यो है। यो चाहिँ हो हाम्रो शारजाको यो हाम्रो दामी ठाउँ। यो मेरो लोकल एरिया जस्तै हो मेरो लागि हैन। म यहाँ लत पारा डुलिरहेको हुन्छ नि त, त्यही भएर ठाउँ दामी छ है। विदेश हो, विदेश भनेपछि घर ठुल्ठुला भइहाल्छ हैन। अनि त्यसपछि यस्तै हो, मान्छे कोही छैन यहाँनिर, सब आफ्नो काममा कुदिसकेका हुन्छन्। धाइने भएछ सबैजनालाई हैन। त्यस्तै हो। आज चाहिँ मेरो छुट्टी हो, अनि म छुट्टी के गरेर टाइम पास गरौँ भनेर चाहिँ अनि भिडियो बनाउँदै हिँडिरहेको। बाटोमा दूर हिँडिरहेको छु। मान्छे हिँड्नुबाट फेरि गाडी हिँड्नुबाट यतापट्टि छ। यहाँ आएर चाहिँ बाटो क्रस गर्नुपर्छ, टक्क लगाएर मिलाएर यो बाटोमा यहाँ थिच्नुपर्छ, थिचेपछि मात्रै बल्ल हुन्छ। सबै ठाउँहरु चाहिँ बवाल छ यहाँ। मिल्ला उता एउटा पुरा हेरेको छ। के अरे के भन्छ हाम्रो यो तालाबाद। यो चाहिँ यार तालाबाद केटा लुट पैसा कमाउँछ तर यार। मैले यहाँ फेरि कोही पनि देखाएँ नि, फेरि यो स्टिक लिएर भ्लग बनायो भने केटाहरू चाहिँ मैले कोही पनि देखाएँ नि। लाइफ पानी छ यहाँ, पानी नै पर्दैन यहाँ। तनाव छ कि आएको छ, पानी पर्नु नि कोही चाहिँ कोही बेला चाहिँ। पोखरा जानु लाग्यो कहाँ भन्दाखेरि अर्को बाटोमा कहाँ जानु लाग्छ, चिया खानु लाग्छ एउटा, त्यहाँबाट चिया खाएर बस्छु। मैले तपाईँलाई जस्ट ठाउँ मात्रै कस्तो भने देखाइरहेको है, अरू त्यस्तै हो। ठाउँ कस्तो छ भनेर देखाउँ भनेर हो। ठाउँ, घरहरू, बिल्डिङहरू, अपार्टमेन्टहरू आकाश, यो त पुरै आकाश पो छ हो माथि यहाँ होइन। के देखाउनु मजा आउँछ। कहाँ हो त्यहाँनिर आम्मा कति छिटो बन्छ। म त देखाउँछु ल। त्यहाँनिर एउटा घरहरू बन्दै थियो होइन, एउटा बिल्डिङ अपार्टमेन्ट बन्दै थियो कि त्यो होचो कति छिटो बनाएर भइसक्यो। यो हो क्या तलपट्टि फास्ट 1 महिना पनि लागेन बनाउनुलाई। यसरी बारिरहेको थियो आज त ल बनाएर भइसक्यो थियो। काम चाहिँ यस्तो फास्ट हुन्छ कि यहाँको समस्या। यो बिल्डिङमा जहिले आएर यसरी हेरेर हुन्छ कि रिगाट लाग्छ हेर्दा। रमाइलो छ, घाम छैन त्यही भएर अर्को मेन त मजा आउँछ हो। घाम भयो ल्याङ फर्किन्थ्यो, घाम भयो। घाम छैन, घाम नभइसकेपछि मस्त। यतापट्टि साइडमा छ घाम, यतापट्टि साइड पक्का चाहिँ यहाँनिर एउटा क्याफे छ कि चिया खाने ठाउँ। म त्यहाँ आइरहेको हो। यो भिडियो 4 मिनटको भएछ। यही पुग्छ हालिदिन्छु, अरू भिडियो एकछिनपछि फेरि हाल्छु। उता अर्को बाटोमा 1 राउन्ड हुन्छ न त अनि ठिक छ नि। ए हो गाइस, यस्तै हो। पुरो भिडियो फेरि ल। ओके एकछिनलाई